गण्डकी कोरिडोर चिन्ताजनक भन्नुभएको थियो। कालीगण्डकी कोरिडोरको धेरै खण्डहरू अहिले सम्पन्न गर्न बाँकी छ र केही खण्डहरूमा चाहिँ एकदमै ठुलो पहिरो र अहिले पर्यावरणको यो जलवायु परिवर्तनले पनि अहिले हाम्रो यो मनसुनको साइकल अलिकति फरक परेको र अहिले मनसुन पनि अलिकति पहिला कम पानी पर्ने ठाउँमा अहिले बढी पानी परेको र पहिला बढी पानी पर्ने ठाउँमा कम पानी परेको यस्तो खालको परिदृश्यहरू देखिएको छ। जस्तो अहिले म्याग्दी जिल्ला भयो, इलाम जिल्ला भयो, अनि त्यसपछि यो काठमाडौँको छेउछाउको सबै भ्यालीको छेउछाउको जिल्ला सिन्धुपाल्चोकहरू लगायतका ललितपुर जिल्ला, यो जिल्लामा अतिरिक्त एकदमै धेरै पहिलाभन्दा 3 गुणा 4 गुणा कतै 10 गुणा बढी रेगुलरली 7 वर्षदेखि पानी परिरहेको अवस्था भएको कारणले गर्दा अलिकति यो सिफ्टको कारणले गर्दा धेरै ठाउँमा पहिरोको अहिले समस्या देखिएको छ र यसलाई सबैले समाधान गर्नको लागि हामीले बजेट व्यवस्थापन गरेको छौँ। र कर्णाली कोरिडोरको पनि केसमा सबैभन्दा प्रमुख कारण यही नै रहेको छ र अहिले कोइरालासम्मको सडक स्तरोन्नतिको लागि बजेट व्यवस्थापन भइसकेको छ र मलाई लाग्छ यो आर्थिक वर्षमै त्यसको EIA सम्पन्न गरेर टेन्डर प्रोसेसमा जान्छ।